लागि नुवाकोटको यात्रा दसैँ अझै बाँकी छ यार पिङै उ गरेको नि यार सुरताले सुरताले पहिरो आउँछ क्या बर्खामा मुनि माइक चाहिँ किन्नु पऱ्यो क्या अरू हुन्छ नि हावाले पुरै त्यो नोइज आइदिन्छ क्या के माइक बिना ए माइक भने माइक किन्ने भनेको म फुर्सद नभएर हो क्या मैले 3टा माइक किनेमा असल उठ्नै काम लागेन भने हावाले हानिदिने क्या माइक भएन भने कि एयरफोन भयो नि राम्रै हुन्छ यार है अहिले त्यो पनि हावाले हाल्नु खोज्दैन त्यो बोयाहरूको माइक हुँदैन 5-6 हजारको त्यो राम्रो हुन्छ डिजिआईको माइक 15-16 हजार पर्ने त तर यतिको बाटो चाहिँ हो क्या आज वेदरले च्यालेन्ज हानिरहेछ म्यामफुली रन्कियो त केटाहरू के हो तातेसी पुग्छ क्या माया साला होइन यो एब्जेट हो ब्लेड एकमै बटाएर न मुला दुईमा अलि भ्याएन क्या यसले एकमा पुरै गाने त्यो उनी तातिसक्यो गर्छ माया लाग्छ र सपनामा होइन अघि 4:30 बजीतिर मेरो त बुढीले लडाएर म चाहिँ ह्यान्डल स्यान्डल सब बाङ्गो बनाइदिएछ यार अस्ति बेलुका लडाएर यस्तो भए म चाहिँ बाइक अहिले त अघि बिहान 4:30 बजीतिर सपनामा क्या बाइक गरेर आएको बाइक निकाल्नु आएर चाबी हालेको थियो होइन चाबी हालेर ती चाबी पुग्छ बिहान सपनामा क्या 4:30 बजीतिरको सपनामा ए किन भर्खर बाइकबाट निकाल्नु आइरहेको चाबी पुग्नु त नि भने कसैले पुग्छ रिसले केही नदिएर घाँटी याँकिदिएको त बुढीको घाँटी याँकिदिएको अनि आमा छोरा कुरा गरिरहेको भिडियो अब आर्मीहरूले फेरि डिलेट हानिदिन्छ क्या ओहो होस्टल बाँड्नु त भयो ठन्डे महिना जाडो छ भन्यो त जाडो छ
सकेर साउन आज साउनको 1 गते तर यस्तो छ के गाउँमा पुरै हरियाली 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 दामी छ झन् चाहिँ गाउँमा हैन यस्तो छ के वेदर त दामी भइरहेछ नि फेरि गाइस धेरै वर्षपछि फुपू घर आयो यार को छ त फुपू घर कोही छैन मान्छे बस्छ क्या हुँदै मान्छे बस्छ नि यस्तो छ कि मेलाको होला चाबी लगाइरहेको छ क्या घर जुम आँप माथि जुम्दै रुखमा यो दुईटा त पाग्या जस्तो है यहाँको त बहुत मिठो हुन्छ वा केटाहरूको बिजोक केटाहरूको बिजोक केटाहरूको बिजोक ल ल ल ओर्लिनु पऱ्यो एकजना ओर्लिम ल ल ल एकछिन